गोली पड्काउने त्यो आगो लगाउने त गणतन्त्रवादीहरू भनिकन हल्ला गरेको सुनिन्छ त्यो चाहिँ त्यहाँ रहेन त समस्या गणतन्त्रवादीहरूले पनि आगो लगाएका हुन् लोकतन्त्रवादीहरूले पनि गोली छोडेका हुन् त झन् डरलाग्दो कुरा भयो नि हामीले त प्रतिगामीहरूले गरेका छन् यो भन्दासम्म त अहिले पनि काठमाडौँको सिंहदरबार त्यति नजिक छ अब चिन पुणेमा चाहिँ दिन दहाडै राजा फर्काउने नाममा ल भन्नुहोस् दिन दहाडै त्यस्तो उपद्रव हुन्छ भने दूर दराजमा त्यही खालको गतिविधि गर्यो भने सरकारले सक्छ रोक्न यसमा पनि तपाईँको चाहिँ नि भद्रगोल छ मैले पोहोर पनि कति बेला यही समितिमा मैले उठाएको थिएँ अदालतले चाहिँ फलानु चाहिँ नदीको गिटी बालुवा चाहिँ उत्खनन गर्न नपाइने भनेर चाहिँ आदेश गर्दा समेत अब कसको मिलीमतो छ बागलुङकै तपाईँ चाहिँ काली गण्डकीको चाहिँ गिटी बालुवा चाहिँ रातिमा देखिदिन्छ त्यहाँ चाहिँ सरकारको संरक्षण नगरिकन ती बालुवाका ती तस्करहरूले तिनीहरू चाहिँ त्यस मनगढी गर्न सक्छन् त्यस कारणले यस बारेमा सरकारको नीति के हो भनेर मैले पोहोर साल पनि गत साल पनि मैले त्यो कुरा उठाएको थिएँ त्यस कारणले देशका विभिन्न ठाउँमा तपाईँको चाहिँ अब यो गिटी बालुवाको असाध्य दुरुपयोग भएको छ क्रसर उद्योगको त कुरै नगरौँ त्यो निर्माण सामग्री हो त्यसलाई व्यवस्थित गरेर निश्चित ठाउँबाट त्यसलाई चाहिँ निष्कासन निकाल्नुपर्छ अथवा हामीलाई चाहिँ बढी भएको अब चाहिँ बिक्री गर्न पर्ला तर यति भद्रगोल यति अस्तव्यस्त छ कि तपाईँ चाहिँ त्यो चाहिँ क्रसर उद्योगका कारणले कपिल वस्तुमा भएको तपाईँ चाहिँ त्यहाँको पर्यावरण दूषित भएपछि राष्ट्रिय जनमोर्चाले सर्वोच्च आदालतसम्म मुद्दा हाल्यो अब त्यहाँ त कानुन नियम के छ भनेर फैसला हुनुभन्दा पनि अरूले कामले गर्यो तपाईँ चाहिँ नि त्यत्रो चाहिँ कपिल वस्तुको जुन 4-4वटा 5-5वटा क्रसर उद्योगको बारेमा हामी सर्वोच्चसँग लड्यौँ आखिरी यो चाहिँ रोक्न पर्यो यो बेठिक भयो भन्ने कुरा त्यत्रो जनताको चाहिँ माग हामीले पनि लड्यौँ आखिरी अदालतले हामीलाई चाहिँ हराइदियो तिनै क्रसर उद्योग खोलेर मनपरी गरेर त्यहाँको चाहिँ पर्यावरण दूषित गरेर ती धन कमाउनेहरूलाई ठेकेदारहरूलाई जिताइदिएर छाडिदियो यो स्थिति यो छ र अर्को कुरा तपाईँ चाहिँ अस्ति जो 15 गतिको यो चाहिँ चिनकुनीको घटना हो यो त असाध्यै डरलाग्दो घटना हो हिजो अस्ति पनि चाहिँ हामीले संसदमा पनि छलफलहरू गऱ्यौँ अब एक थरी अब मेरै कोखा भएको मान्यजीले भनिहाल्नुभयो म त त्यहाँ टाप ठोकेँ भनेर अब हामीले त उहाँहरूको पार्टी हो भनेका छौँ त्यो उपद्रव गर्ने त्यहाँ अब काठमाडौँको सिंहदरबार त्यति नजिक छ अब चिन पुणेमा चाहिँ दिन दहाडै राजा फर्काउने नाममा ल भन्नुहोस् दिन दहाडै त्यस्तो उपद्रव हुन्छ भने दूर दराजमा त्यही खालको गतिविधि गर्यो भने सरकारले सक्छ रोक्न नियन्त्रण गर्न सक्छ मैले संसदमा पनि भने र केही साथीहरूलाई पनि भने त्यो त सिंहदरबार ठुल्ठुलो देखिन्छ त्यति नजिक किन सरकारले चाहिँ समयमा नियन्त्रण गर्न सकेन फागुन 7 गति पनि आएको थियो नि सन्देश के हुन्छ भोलि के गर्छन् भन्ने कुराहरू त्यस कारणले ठिकै भन्नुभएको छ मान्यज्यूले यहाँ कुरा उठाउनु भएको छ गृहमन्त्रीज्यूले आएर होइन त्यहाँ उपद्रव गर्ने बदमासी गर्ने त्यहाँ त्यस खालको काटमार गर्ने मात्रै होइन यति नजिक सरकार किन चाहिँ त्यो त्यस्तो सरकारमा त्यस्तो चाहिँ कति भर पर्यो उतातिर चाहिँ अब उता चाहिँ के अरे फागुन 7 गतिको त्यस खालको चाहिँ कुरा आएछ त्यसबाट चाहिँ सरकार तनाव किन भएन र आखिरी 15 गते जुन घटना त्यो भयो त्यो डरलाग्दो घटना हो मानव काठमाडौँमा चाहिँ सरकारै छैन त्यस कारण त्यहाँ मनपरी गर्न सके अझ मैले त त्यहाँ के पनि सुनेँ भने त्यो गोली पड्काउने त्यो आगो लगाउने त गणतन्त्रवादीहरू भनिकन हल्ला गरेको सुनिन्छ त्यो चाहिँ त्यहाँ रहेन त समस्या गणतन्त्रवादीहरूले पनि आगो लगाएका हुन् लोकतन्त्रवादीहरूले पनि चाहिँ गोली छोडेका हुन् भने त झन् डरलाग्दो कुरा भयो नि हामीले त प्रतिगामीहरूले गरेका छन् यो भन्दासम्म त अहिले पनि त्यस कारणले छानबिन गर्नुपर्छ र गृहमन्त्रीज्यूलाई यहाँ ल्याएर हामी स्पष्ट गर्नुपर्छ जुन विवेकका कारणले कर्मचारीको बीचमा
अब तपाईँ चाहिँ यो भ्रष्टाचारको बारेमा मुलुक चुरुम्मै डुबेको छ। हामीले त्यो ऐन बनाएर त्यसको निकास दिदी र त्यसलाई कार्यान्वयन गर्ने कुरा त राज्य व्यवस्था समिति चाहिँ युद्ध स्तरमै चाहिँ काम गर्नु पर्यो नि। म चाहिँ कार्यक्रममा बैठकमा आउन नसके पनि अरू मान्यजीहरूलाई म अनुरोध गर्छु, यसलाई सबै समितिहरूमा महत्त्वपूर्ण समिति राज्य व्यवस्था समिति हो। यो साँच्चैको संसदले गर्ने काम गरेछ, बैठक यसले धेरै गरेछ, गर्नु त प्रयत्न त भइरहेछ। तर जुन समितिले चाहिँ त्यो चाहिँ नियमहरू बनाएर निकास दिन सक्नुपर्ने हो त्यो हाम्रो कम भएको छ। यसलाई चाहिँ समयमै युद्ध स्तरमै गर्नु